पाकिस्तानी प्लेयरहरूले चाहिँ अब सल्लाह दिनुभयो यसो नर्भस नहो आनन्दले खेल गेम आउँछ सबै टिमको प्लेयरहरू हार्नको लागि आएको हुँदैनौँ त्यही हिसाबले हामी पनि जित्नकै लागि आएको थियौँ र अब हाम्रो हेरेर त उहाँहरूको त कति माथि गेम छ नि हाम्रो सँगै खेल्ने फ्यामिलीलाई हामीले एकदम मिस गरिरहेको छौँ र हाम्रो दर्शकहरूले एकदम माया देखाउनुहुन्छ एकदम खुसी लाग्छ जस उहाँहरूले गर्दा खेल्ने हौसला अझै ऊर्जा बाहिरबाट आर्थिक भौतिक नैतिक रूपमा सहयोग उठाएर चाहिँ हामीले यस्तो मजबुत टिम बनाएको छौँ। आज हुनुहुन्छ गण्डकी प्रदेशका चर्चित खेलाडी हिमाल सुनारी सबैले चिन्नुहुन्छ। हिमाल सर स्वागत छ यहाँलाई। हस् धन्यवाद। के छ कस्तो भयो आजको गेम कस्तो भयो तपाईँहरूले सोचे अनुरूप भन्दा धेरै राम्रो भयो जस्तो हामीले आकलन गऱ्यौँ कस्तो भयो? गेम एकदमै राम्रो भयो। हाम्रो नेपालीहरूको अलिकति कमजोरी हुँदा नि पाकिस्तानी प्लेयरहरूले चाहिँ एकदम इजी रूपमा लिएर खेल्नु भएको छ एकदमै राम्रो भयो भनौँ। टिपटप पनि एकदमै अब मजबुत मानिएको टिमलाई अब पहिलो सेट अब तपाईँहरूले जित्नुभयो अनि दुई सेट चाहिँ दुई सेट लगातार जितेको थियो। फेरि तपाईँहरूले अनि गेमलाई कसरी परिवर्तन गर्नुभयो? टिपटपकै तर्फतिर जित देखिरहेका थियौँ हामीले। हजुर एकदमै अब हाम्रो चाहिँ पाकिस्तानी प्लेयरहरूले चाहिँ अब सल्लाह दिनुभयो यसो नर्भस नहो आनन्दले खेल गेम आउँछ आनन्दले आउँछ गेम नाचेर खेल इजी भन्नुभयो। त्यसपछि हामी आरामले खेल्यौँ उहाँहरूले गर्दा गेम फर्किन पुग्यो। हजुर के थियो अब तपाईँहरूले के सोचेर मैदानमा जानुभएको थियो? टिपटपलाई अब यसरी हराउन सकिएला भन्ने आकलन गर्नुभएको थियो। एकदमै मजबुत टिम हो टिपटप। हजुर अवश्य पनि सबै टिमको प्लेयरहरू हार्नको लागि आएको हुँदैनौँ त्यही हिसाबले हामी पनि जित्नकै लागि आएको थियौँ र उहाँहरूको टिम पनि एकदम राम्रो थियो। पाकिस्तानी प्लेयरहरू हुनुहुन्थ्यो प्लस हाम्रो नेपालको टप प्लेयरहरू नै हुनुहुन्थ्यो अनि हाम्रोमा नि पाकिस्तानी प्लेयर प्लस हाम्रो गण्डकीको प्लेयरहरू हुनुहुन्थ्यो। जस सोचे भन्दा अलिकति सोचे जस्तै भयो भनौँ न। अब हाम्रो गेम चाहिँ कतिको चुनौती भयो त अब टिपटपलाई हराउनै पनि भन्दैन अब यस्तो गर्मी थियो होइन? हजुर एकदम चुनौतीपूर्ण गेम थियो आज। एकदम टप टिम हो टिपटप हेर नेपाल। त्यही बावजुद पनि हाम्रो अलिकति दुई सेट गुमाउन पुग्दा पनि हाम्रो अलिकति कम्बिनेसन लास्टमा अलिकति कम्बिनेसन मिलेर चाहिँ गेम फर्किन पुग्यो। एकदमै राम्रो भयो भन्छु। पाकिस्तानका खेलाडीहरूले अब यहाँहरूको विदेशका खेलाडीहरूले यहाँहरूको मनोबल बढाएको जस्तो हामीले देखिरहेका थियौँ। के भनेका थिए उनीहरूले के गरे? हजुर एकदमै उहाँहरूले चाहिँ एकदम सल्लाह दिनुहुन्छ। हामीले मिस्टेक गर्दा पनि हजुरहरूले देखिसक्नुभयो मैले कति मिस्टेक गरेँ अघि होइन? त्यही पनि अब उहाँहरूले भन्नुहुन्छ हामीले गर्दा मिस्टेक भएको इजी आनन्दले खेल यस्तो हौसला दिनुहुन्छ। खेल्नलाई हाम्रो अलिकति एकदमै सजिलो हुन्छ उहाँहरूसँग चाहिँ एकदम। हजुर गेम हार्नलाई पनि उहाँहरूले चाहिँ मनोबल चाहिँ राम्रै दिनुहुन्छ त्यसरी? हजुर एकदम प्लस माइट दिनुहुन्छ उहाँहरूले। मैले भने नि त अब उहाँहरूसँग एकदमै एक्सपिरियन्स छ गेमको। हामीले चाहिँ उहाँहरूसँग सिक्न पाइरहेको छौँ एकदमै खुसी छौँ। ती खेलाडीहरू कस्ता हुन् अब थोरै भनिदिनु न उनीहरूको बारेमा त्यो विदेशी खेलाडीहरू? उहाँहरूको त अब हाम्रो हेरेर त उहाँहरूको त कति माथि गेम छ नि। हाम्रो त धेरै तलको गेम छ जस्तै अब पाकिस्तान भनेपछि त लगभग अब एकदमै राम्रो टिम छ उहाँहरूको। उहाँहरूसँग खेल्न पाउँदा एकदम भाग्यमानी ठानेको छु। एकदमै म प्रदेशदेखि लिएर अब हाम्रो सञ्जु दाई रमेश गुरु सबै गण्डकी प्रदेशको सबै फ्यामिलीलाई म एकदमै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले गर्दाखेरि पाकिस्तानी प्लेयरहरूसँग हामी एकदमै खेल्न पायौँ। पहिला चाहिँ इन्डियाबाट मगाउनु कहाँबाट मगाउनु भयो खेल्न पाइयो। अब पाकिस्तानी प्लेयरहरूसँग खेल्ने एकदम इच्छा थियो चाहना थियो जस पुरा भएको छ एकदमै खुसी छु। रवि केसीलाई अब कतिको मिस गरिराख्नु भएको छ त यहाँले यो एनबिएर? अवश्य पनि आफ्नो फ्यामिलीको मान्छेलाई सम्झिरहेकै हुन्छौँ हामी जति बेला नि। उहाँहरू बाहिर हुनुहुन्छ बाहिर भएर नि सपोर्ट गर्नुहुन्छ एकदमै घनश्याम दाई रवि केसी हरि पाण्डे दाई अहिले गेम अहिले सन्यास लिनुभएको छ अनि सुजन दाईदेखि लिएर पहिलाको हाम्रो सँगै खेल्ने फ्यामिलीलाई हामीले एकदम मिस गरिरहेका छौँ। अब बाँकी विदेशी खेलाडीहरू अलि यो गर्मीले चाहिँ नर्भस भएको जस्तो हामीले देख्यौँ। के थियो उहाँहरूलाई अलिक गर्मी चाहिँ सहन नसक्ने उहाँहरू? हजुर उहाँहरू चाहिँ एसी भएको कभर हलमा खेल्ने बानीले गर्दाखेरि उहाँहरूले अलिकति अप्ठ्यारो उहाँहरूले मात्रै होइन हामीलाई नै अप्ठ्यारो छ सायद दर्शकहरूलाई नै अप्ठ्यारो होला। सास फेर्नधरि गाह्रो भएको अवस्था छ घरिघरि त्यो जुन भाइटल गेम भएको हुन्छ नि त्यो बेला चाहिँ एकदमै गाह्रो भएको अवस्था छ उहाँहरूलाई। झन् उहाँहरूले भन्नुहुन्छ यस्तो गर्मी छ अब कसरी अब हामी मिलाएर खेल्नुपर्छ बिस्तारै आनन्दले भन्नुहुन्छ एकदम।
अनि आज दर्शकहरूको अब साथ सपोर्ट कतिको पाउनुभयो? अब काठमाडौँमा हुने गेम यो गण्डकी प्रदेशमै भएको छ, कतिको साथ सपोर्ट पाउनुहुन्छ? काठमाडौँमा हुनु र यहाँ हुनुमा के भिन्नता पाउनुभयो तपाईँले? काठमाडौँ र यहाँमा चाहिँ के फरक छ भन्दाखेरि अब पोखरेली दर्शकहरू चाहिँ यहीबाट यहाँ आउन नजिक भयो। काठमाडौँ भएको भए यहाँबाट जानलाई अलिकति टाढा हुन्थ्यो। यहीँ आफ्नै होम ग्राउन्ड जस्तै हो हाम्रो। होम ग्राउन्ड भन्नाले अब आफ्नै ठाउँ हो। त्यही भएर हाम्रो दर्शकहरूले एकदम माया देखाउनुहुन्छ, एकदम खुसी लाग्छ। जस उहाँहरूले गर्दा खेल्ने हौसला अझै ऊर्जा मिलेको छ हामीलाई। के छ अब तपाईँहरूको अब यो उपाधि जित्ने सम्भावना के छ? हामी अन्तिमतिर आइसकेका छौँ, अब ठ्याक्कै भनिदिनु न के छ सम्भावना तपाईँहरू? हेरौँ, गेम भन्न सकिन्न। स्कोरको हिसाबले हामी लगभग फाइनलका लागि अब तय गरेको छौँ। हेरौँ अब फाइनल पुगेला सायद। उत्साहित अब धेरै हुनुहुन्छ होला नि, अब त फाइनलमै प्रवेश गर्नुभएको छ, अब उपाधि जित्ने सम्भावना धेरै छ, दावेदार चाहिँ बन्नुहुने हामीले धेरै देखेका छौँ। हजुर एकदमै अब एकदमै यो टुर्नामेन्टको लागि हामीले धेरै बाहिरबाट आर्थिक भौतिक नैतिक रूपमा सहयोग उठाएर चाहिँ हामीले यस्तो मजबुत टिम बनाएको छौँ। मैले सहयोगी सम्पूर्णलाई यहीँबाट धन्यवाद भन्न चाहन्छु। सधैँ सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ। उहाँहरूले गर्दाखेरि हामीले पाकिस्तानी प्लेयर ल्याएर हामीले चाहिँ अलिकति हाई गेमहरू सिक्न पाएको छौँ, उहाँहरूसँग खेल्न पाएको छौँ। एकदमै खुसी। अब के भन्नुहुन्छ? अन्तिममा पनि आइसकेका छौँ, दर्शकहरूले के भन्नुहुन्छ? सम्पूर्ण दर्शकहरूलाई चाहिँ अब धेरै माया छ। हजुरहरूले गर्दाखेरि हाम्रो टिमलाई अझै ऊर्जा हौसला मिलेको छ। हरेक कुना कब्जाबाट साथ सपोर्ट गर्नुहुन्छ, लाइभदेखि लिएर अब यही ग्राउन्डमा आएर हुन्छ या फोन म्यासेज गरेर हुन्छ, एकदम हौसला दिनुहुन्छ, एकदम खुसी लाग्छ। जस उहाँहरूको मायालाई हामी एकदमै धन्यवाद भन्न चाहन्छौँ। अनि यो हिमाल भाइको क्विक स्पाइक छ नि, धेरैजनाले मन पराउनुहुन्छ होइन? आजसम्म हजुरलाई कुन सेटरले चाहिँ एकदम राम्रो मिलाउनु भएको छ? तपाईँको अनुभवमा यसो भनिदिनु नि। अनुभव त अब आफ्नै लिफ्टरसँग खेल्दा सजिलो हुन्छ। हजुर, विदेशीसँग खेल्दा कस्तो भइरहेको छ र आफ्नो टिमसँग खेल्दा? उहाँहरूसँग खेल्दाखेरि अब स्पाइकको बारेमा सोध्दैछु। उहाँहरूसँग खेल्दा नयाँ कुराहरू सिक्न पाइरहेको छु। एकदमै खुसी छु, एकदम खुसी छु। अब घरिघरि मिल्छ मिल्दैन, मिस हुन्छ होइन, तै पनि अब एकदमै खुसी छु उहाँहरूसँग खेल्न पाउँदा। मेरो छ एउटा प्रश्न। अब मैले त अस्ति लोटेको पनि देखेको थिएँ, अनि घुँडामा टेप लगाइरहेको पनि देखेको छु। आज अलि हिमाल चलेको पनि छैन, अनि साँच्चै त्यो चोटले गर्दा आफू नचलेको हो? होइन, अब चोटले भन्न पनि अब चोट प्लस आफ्नो गेम पनि हात लगाइरहेको छैन। आज तपाईँहरूले देखिसक्नुभयो, मिलाउन खोज्दै पनि अब सानो कुराहरूमा मिस्टेक हुन पुगेको छ। अहिले स्वास्थ्य चाहिँ अलि ठिक भएको छ। हस्, धन्यवाद यहाँलाई। अब यहाँले आफ्नो अमूल्य समय हामीले दिनुभयो। हामी फाइनलमा कुरा गर्ने नै छौँ। आजलाई यहाँलाई धेरै धन्यवाद। हस्, धन्यवाद।